काटेर त्यस्तो खतरा जान्छ नि साथी साथीहरू भाइले चाहिँ ठुलो मिसिनले काट्यो अन्त यो सानो मिसिनले दाजुले चाहिँ यसरी कपाल काट्दा छरी हाने जस्तो हान्नुपर्छ साथीहरू हेर्नु यसरी यो पुलको वरिपरि भित्ताको वरिपरि त्यसरी काट्नुपर्छ अनि चाहिँ एकदम दामी देख्छ अघि नै यहाँ ग्राउन्डमा चाहिँ झार काटिसकेको नि त यस्तो दामी भएको छ नि त हेर्नु हाम्रो ग्राउन्डमा चाहिँ यस्तो दामी भएको छ यो चाहिँ छरी हानेको छ है साथीहरू झार काटेर मात्रै हुँदैन यसरी छरी हान्नुपर्छ कि झारलाई यो पुलको वरिपरि अन्त घरको पेटीमा प्याक्कै जाँदैन नि त साथीहरू त्यही भएर यहाँ चाहिँ पानीको उयो आगोहरू लाग्यो नि यहाँबाट पानी खोलेर चाहिँ मार्छ है फायर फाइटरहरूले है झार काटिरहनु चाहिँ यस्तो गर्मी छ के गर्नु र हिउँमा नि हिउँ सोराइ खतरा जान्छ साथीहरू अबसम्म सिजनमा नि झार काटाइ चाहिँ यहाँ चाहिँ हाम्रो खतरा जान्छ यसरी किन त कोही त झार काटेन भने पुरा यो पहेँलो फुल फुलेर यस्तो नराम्रो देख्छ नि त साथीहरू त्यस्तै छ यो मिसिन पनि जबरजस्ती ठेल्नुपर्छ हातले त्यही हो दाजु छरी काट्ने भाइ झार काट्ने दाजुभाइ दुईजनै एकदम झार काट्नेमा झार काटेको झार काटेको यसरी दाजु चाहिँ छरी लगाइरहेछ भाइ चाहिँ ग्राउन्डमा झार काटिरहेछ कराएर एउटा केही सुन्दैन साउन्ड हाम्रो चाहिँ झार काटेर पुरा पाएको यसरी काट्दै हुनुहुन्छ झार काटाइहरू चाहिँ खतरा जान्छ फ्रन्टमा काटिसकेर अहिले चाहिँ हामी यो हाम्रो ब्याकमा आएको छ भाइ चाहिँ पुरा रुखको काट्दै हुनुहुन्छ जम्पाली चाहिँ उचालेर काट्दैछ भाइले चेपचेपमा नै काट्नुपर्छ नि त दाजुले चाहिँ उचालिरहनु भएको छ त्यहाँ जन्मलीको छ नानीहरूले त्यो चाहिँ यसरी दाजुले उचाल्दैछ भाइले चाहिँ काट्दैछ अहिले फाइनली अब काटिसक्यो अब बिसायो अब यो चाहिँ मिलाएर त्यता काट्दै आज दाजुलाई छुट्टी गर्ने एकदम झार काट्नु हाम्रो ब्याकेटमा आइपुगेको छौँ अहिले चाहिँ यसरी दाजु चाहिँ छरी काट्दै हुनुहुन्छ है पुरा केस काटाइ नि पुरा खतरा जान्छ नि यहाँ चाहिँ हामीले हिजो फाइनली यहाँ चाहिँ गमलाहरू पनि बाहिर झिकिसकेको छौँ साथीहरू हाम्रो गमलाहरू सबै बाहिर झिकिसकेको छौँ झार काटाइ खतरा गइरहेछ आज चाहिँ दाजुभाइको सक्नु आँट्यो साथीहरू हाम्रो झार काटेर तर यो मिसिन चाहिँ जबरजस्ती खेल्नुपर्छ नि कस्तो गाह्रो हुन्छ म त काबु भएको यो मिसिन खेल्नु नसकेँ भाइलाई नि गाह्रो भइरहेको छ आज फेरि एकदम गर्मी छ नि त साथीहरू त्यही भएर झार काट्नु नि गर्मी पनि एकदम साह्रो जाडोमा नि हिउँसोराइले साह्रो जे गरे पनि सुख छैन मान्छेलाई के गर्नु सुखै दुःख